नमस्ते, म डाक्टर मदन भण्डारी। आज एकदमै नयाँ भिडियो लिएर आएको छु। यो भिडियो बनाउँदाखेरि एकदमै दुःख पनि महसुस भइरहेको छ, अलिकति पीडा पनि महसुस भइरहेको छ। प्राय नेपाल र इन्डिया बोर्डर जोडिएका जिल्लाहरूमा, गाउँहरूमा यी तल स्क्रिनमा देखिए जस्ता पर्चा पम्पलेटहरू हजुरहरूले छ्यापछ्याप्दै देख्नुभयो होला। त्यहाँका पोलमा, भित्तामा, त्यहाँका रुखमा यस्ता पर्चाहरू पम्पलेटहरू टाँसेको देख्नुभयो होला। यी पर्चा पम्पलेटहरूमा प्राय मलद्वार सम्बन्धी रोगहरू, पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन उपचार, 100% उपचार, ग्यारेन्टी उपचार, नयाँ पद्धतिद्वारा उपचार भनेर यस्ता भड्किलो प्रचार गरेको हजुरहरूले देख्नुभयो होला, पढ्नुभयो होला। ती क्लिनिकहरू जसले प्रचार गर्छन्, ती क्लिनिकमा गएर म आफै पनि गएर हेर्दाखेरि त्यहाँ के पाएँ भने उनीहरूले स्क्लेरोथेरापी गरेर यस्ता रोगहरूमा चाहिँ उपचार गर्ने रहेछन्। स्क्लेरोथेरापीमा हामीले एउटा बदामको तेल जस्तो आल्मोन्ड ओइल भनिन्छ र फेनोल मिसाएर त्यो पाइल्सको डल्लोमा सुईद्वारा लगाइने गर्छ र त्यसले गर्दा के गर्छ भने बिस्तारै त्यो मासु कुहिएर झर्ने गर्दछ। यो स्क्लेरोथेरापी पाइल्सको उपचारको लागि आफैमा गोल्ड स्ट्यान्डर्ड ट्रिटमेन्ट होइन। दोस्रो कुरा, सबै खाले पाइल्समा स्क्लेरोथेरापी गर्न मिल्दैन, त्यसको पनि एउटा क्राइटेरिया छ। तेस्रो कुरा, ती क्लिनिकहरू जसले प्रचार गरिरहेका छन्, ती बोर्डर पारीका भारतीय क्लिनिकहरूमा त्यहाँ त्यस्ता दक्ष जनशक्ति छैन, प्रचार गरी जस्तो डाक्टरहरू त्यहाँ बस्दैनन् र त्यहाँ प्रयोग गरिने जुन औषधि छ, जुन केमिकल छ, त्यो केमिकल आजकल स्ट्यान्डर्ड रूपमा स्क्लेरोथेरापीको लागि प्रयोग गरिँदैन। आजकल नयाँ औषधिहरू छन्, राम्रो औषधिहरू छन्, कम असर गर्ने औषधिहरू छन्, ती औषधिहरू प्रयोग गरिन्छ। त्यसकारणले त्यहाँ उपचार गराएका बिरामीहरू कोही दिशा गर्दाखेरि एकदमै गाह्रो भयो सर, अति धेरै दुख्यो भनेर आउनुहुन्छ। कोही दिशा घरबाट चाहिँ दिशा मलाई गएको थाहा हुँदैन, पाद गएको थाहा हुँदैन, पाद जहाँ गर्छु भन्दाखेरि दिशा नै जान्छ भनेर आएका छन्। कोही मलद्वार साँगुरिने समस्या लिएर आएका छन्, कसैको घाउ सन्चो नभएर लामो समयसम्म दुःख पाएर आएको छन्, कसैको ब्लिडिङ भएको भएर आएको। सो यस्ता बिरामीहरू मैले जब धेरै बिरामीहरू देख्छु त्यसपछि एकदमै मलाई पीडा हुन्छ। नेपालमा डाक्टरै नभए जस्तो, नेपालमा यसको उपचारै नभए जस्तो गरेर हामीले इन्डियामा ती भड्किलो प्रचारको पछि लागेर जानु पर्दैन। नेपालमा पनि प्रत्येक जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू छन्, प्रदेशमा प्रादेशिक अस्पतालहरू छन्, सङ्घमा सङ्घीय आयुर्वेद अस्पताल नरदेवी छ, टियुको आफ्नै त्रिवी आयुर्वेद शिक्षण अस्पताल छ। यसरी विभिन्न ठाउँमा चाहिँ आयुर्वेदका सेवाहरू छन् जसले मलद्वार सम्बन्धी रोगहरू, पाइल्स, फिस्टुलाको लागि प्रभावकारी उपचार हुन सक्छ। त्यसकारणले म दुई हात जोडेर नेपालीहरूलाई चाहिँ के विनम्र अनुरोध गर्न चाहन्छु भने यो उपचारको लागि इन्डिया जानु पर्दैन। भड्किलो प्रचारको पछि लागेर आफ्नो शरीर, पैसा, समय खर्च गर्नु पर्दैन। यसको उपचार नेपालमै सम्भव छ। धन्यवाद।